ल यस्तो बाटो छ हैन। अब आउन त टङ 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 आइयो। अब आएर के गर्नु, यहाँ टक्क आइसकेपछि बाटो ब्लक रहेछ। ठ्याक्क बाटो यहाँ ब्लक। घुमाउन त म यहाँबाट दुःखसुख घुमाउँथेँ होला, यताबाट अब चढ्दैन फेरि घुमाएर पनि समस्या। यो सानो गाडीलाई चिलिलिलिल्ल चिप्लेर बस्छ। के गर्नु, गर्न त काम राम्रै गरिरहेछन्। यहाँ बाटो टक्क तर वाल लगाउन लाएर रहेछन्। यो त राम्रो हो नि हैन, कमसेकम यसो एउटा सानो बोर्ड यता कतै यसो राखिदिएको भएदेखि यहाँ काम हुँदैछ, बाटो अगाडि बाटो बन्द छ भनेर भएदेखि यति दुःख त पाइँदैन थियो नि हैन। यो के हो सिस्टमै नभए हो कि मान्छेहरूले दुःख पाए अरूले पाउने त हो नि भन्ने त यस्तो गरे हो कि बुझ्न गाह्रो। ल गाडी त्यहाँ रोक्यो, यहाँसम्म लिएर आएर फर्काउन ट्राई गर्ने हो, र फर्किनु त फर्किन्छ होला हैन। तर माथितिर चाहिँ अब चढ्छ कि चढ्दैन भन्ने कुरो हो क्या। चढेन भने तिनी ढुङ्गा खानु, पछाडि ढालाभरि ढुङ्गा लोड गर्ने अनि लिएर हिँड्ने होइन। यहाँ बसिराख्ने कुरो त भएन। ल त्यही हो कुरो चाहिँ।